साथीहरू, आज म तपाईँहरूमाझ एउटा प्रेरणादायक कथा लिएर उपस्थित भएको छु। एउटा गरिब बुबा र आमाको छोरा डाक्टर बनेको सङ्घर्षको कथा। कहिलेकाहीँ जीवनले यस्तो मोड दिन्छ जहाँ विकल्प हुन्छ हार मान्ने या इतिहास बनाउने। आजको कथा हो सञ्जय थापा नामक एउटा गरिब केटाको, जसले गरिबी, भोक र अपमानलाई जितेर डाक्टर बनेरै देखायो। सञ्जयको जन्म भोजपुरको एक सानो गाउँमा भयो। आमा बुबा दुवै अनपढ, बिहानैदेखि खेतबारीमा काम गर्ने। उनीहरूको घर चङ्गा उडाउँदा छानो फुट्ने खालको थियो। सञ्जय बिहान 5 बजे उठ्थे। पहिला गाई भैँसीलाई घाँस, त्यसपछि भाइ बहिनीलाई स्कुल पुर्याएर आफू पनि स्कुल जान्थे। किताब चाहिँ पुराना कपीको पछिल्लो पाना अनि कलम एउटै हप्ताभरि चलाउने। जब वर्षा लाग्थ्यो, खेतमा हिलोमा काम गर्दै ऊ सोच्थ्यो, के म सधैँ यस्तै जीवनमा अड्किएर बस्ने हो त? सञ्जयको पढाइमा जबरजस्त लगाव थियो। उसले कहिले पनि फर्स्ट पोजिसन छाडेन। तर घरमा भने पढेर के हुन्छ भन्ने सोच थियो। कक्षा 10 को एसईमा ऊ गाउँकै टप्पर भयो। 3.85 जिपिए ल्यायो। प्रधानाध्यापकले भने उसलाई काठमाडौँ लैजानुपर्छ, नत्र यो ट्यालेन्ट खेर जान्छ। गाउँका मान्छेले पनि सबैले सञ्जयलाई काठमाडौँ पठाउनुपर्छ भने। तर समस्या थियो पैसा। बाबुको हातमा 1200 रुपियाँ थियो, त्यो पनि धान बेचेर। आमा बोलिनन्, तर अर्को दिन सुनको फुली काटेर छोरालाई दिइन्। यो लिएर जाऊ बाबु, पढ्नुपर्छ तिमीले। र सञ्जय काठमाडौँतिर लाग्छन्। काठमाडौँमा पुग्दा सञ्जयलाई लाग्यो दुनियाँ यति ठुलो रहेछ। उसले कोठा सानो लियो, 5 जनासँग मिलेर बस्ने। बिहान स्कुल, दिउँसो ट्युसन पढाउने, बेलुका सेल्फ स्टडी। यसरी नै उसको दिनचर्या बित्दै गयो। एक दिन उसले फोनमा आमालाई भने, आमा, आज म भोकै सुत्नु पर्यो। आमा रुन थालिन्। तर सञ्जयले भने, एक दिन डाक्टर बनेर तपाईँलाई अस्पताल लग्नेछु। त्यही सपना बोकेर उसले +2 पुरा गर्यो। एमबिबिएसको इन्ट्रान्स तयारी सुरु गर्यो। कहिलेकाहीँ साथीहरू घुम्न जान्थे, तर ऊ पुरानो क्वेसन पेपर हेर्दै बस्थ्यो। बोर्ड रिजल्ट आयो। नाम थियो सञ्जय थापा, गभर्मेन्ट एमबिबिएस स्कलरसिप। त्यो दिन ऊ धेरै बेर रोयो, तर त्यो खुसीको आँसु थियो। उसले तुरुन्तै आमालाई फोन गरेर भन्यो, आमा, अब तपाईँ काम गर्नु पर्दैन, तपाईँको छोरो डाक्टर बन्दैछ। उसका गाउँका मानिसहरू छक्क परे। त्यो थापा बाउको छोरो, उसले डाक्टर पास गर्यो। एमबिबिएस सकिएपछि सञ्जयले सरकारी अस्पतालमा काम सुरु गर्यो। ऊ कहिलेकाहीँ फ्री क्याम्प पनि जान्थ्यो, गाउँमा बिरामीहरू जाँच्न। ऊ भन्छ, म अहिले जहाँ छु त्यो मेरी आमाको फुली र बाबाको पसिनाको कारणले हो। ऊ आज पनि बिरामीको औषधिभन्दा पहिले सान्त्वना दिन्छ, तपाईँ ठिक हुनुहुन्छ, म तपाईँको लागि छु। कहिलेकाहीँ सबै कुरा छैन, तर सपना चाहिँ हुन्छ। सञ्जयको जस्तो सङ्घर्षको कथा लाखौँ नेपालीहरूको प्रेरणा बन्न सक्छ। त्यसैले यदि तपाईँ कठिनाइमा हुनुहुन्छ भने सम्झनुहोस्, तपाईँ पनि एक दिन सफल भइहाल्नुहुन्छ। तर हार कहिले नमान्नुहोस्। साथीहरू, यो कथा यदि मन पर्यो भने लाइक, सेयर गर्न नबिर्सिनुहोला। अरू यस्तै नेपाली प्रेरणादायक कथाहरूका लागि हामीलाई सब्सक्राइब गरेर हामीसँग जोडिरहनु होला है त।